नेपाली जनताले अब आज अन्तिम दिन मान्छेले पत्याउँछ पनि पत्याउँदैन पनि तर नपत्याउने काम नै गर्न जन्मिएको हो म भन्छु। घरिघरि मान्छे हाँस्छन् पनि। हामी एमसीसी खारेज गर्छौँ, खारेज गरेर देखाउँछौँ। केही अर्ब पैसा लिएको होला, फिर्ता गर्नुपर्छ है। एमसीसी पछाडि एसपीपी अनि एसपीपी पछाडि सैनिक ब्यारेकहरू आधारमा किन तपाईँको इरानले मिसाइल आन्दैछ, यी कुराहरू हामीले बुझेका छौँ। खालि हामीले चाहिँ तपाईँको यहीको मसिनो मसिनो कुराहरू मात्रै बुझेर हुँदैन है। हो, स्थानीय तहको राजनीति पनि बुझ्न जरुरी छ, प्रदेश तहको राजनीति बुझ्न जरुरी छ, राष्ट्रिय तहको राजनीति बुझ्न जरुरी छ, अन्तर्राष्ट्रिय तहको राजनीति पनि बुझ्न जरुरी छ। म एमसीसीको विरुद्धमा किन यत्रो धेरै बोल्छु भन्दाखेरि भोलिको दिनमा एसपीपी गरिसकेपछि यहाँ पनि सैनिक अखडा आउँछ। सैनिक अखडा आइसकेपछि अस्ति जेनजीकै आन्दोलनमा पनि देखियो टिओडी होइन, तिब्बतलाई सेपरेट गर्ने भन्ने कुराहरू। अनि यहाँ